दशमीको सबैजनालाई धेरै धेरै शुभकामना। दसैँ आउने पनि धेरै छैन है, त्यसैले मैले चाहिँ चाडपर्वमा जहिले पनि अफर राखेको हुन्छु। त्यही अफरको मौका पारेर आज हाम्रो स्टुडियोमा हेर्न सक्नुहुन्छ। हजुरहरूले कहाँदेखि आउनुभएको हजुरहरू? हामी बबै 7 कालतरादेखि हो। बहिनीको सेवा सुविधा लिउँ कि भनेर यहाँसम्म हामी आएका छौँ। बहिनीको व्यापार अलि फल्दो हुँदै जाओस्, त्यही नै। थ्याङ्क यू सो मच। अनि उहाँको चाहिँ आज छोरीको जन्मदिन, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना। कस्तो लाग्यो हजुरलाई फोटो? एकदम राम्रो छ। राम्रो लाग्यो। अनि उहाँले चाहिँ यो मात्रै होइन, यति धेरै फोटोहरू बनाउनु भएको छ। त्यसै गरी यो चाहिँ उहाँ पनि कालताराकै हुनुहुन्छ है, सबै कालताराको हुनुहुन्छ। उहाँले यो पनि फ्यामिली फोटो बनाउनु भएको छ। हेर्नुहोस् त, यति राम्रो छ डिजाइन। कस्तो लाग्यो हजुरलाई डिजाइन? राम्रो लाग्यो। त्यो युनिक लाग्यो किन युनिक फोटो स्टुडियोमा आएर। अनि त्यसै गरी उहाँको यो फ्यामिली फोटो हेर्नुहोस् त, यति राम्रो छ। फ्यामिली फोटो टक्क घरमा सजाउटको लागि सस्तो राम्रो। त्यसै गरी उहाँको यो बर्थडे फोटो है। थ्याङ्क यू सो मच हजुरहरूलाई यति टाढादेखि हाम्रो स्टुडियोमा आउनुभएकोमा। हेर्न सक्नुहुन्छ हजुरहरूले यसरी फ्यामिली फोटोहरू अलग अलग, अब कोहीसँगै नजिक हुन्छ भन्ने हुँदैन। फ्यामिलीहरू टाढा टाढा भएकोलाई पनि यसरी हामीले जोइन गरेर यसरी गराउन मिल्छ। थ्याङ्क यू सो मच हजुरहरूलाई। फेरि फेरि आउनुलाई के भन्नु छ हजुरहरूलाई? मेरो छोरीको जन्मदिन भएको कारणले म यहाँसम्म आएको। मेरो छोरीको सधैँ खुसी मिलोस्, त्यही नै हो। ओके हजुरहरूले फोटो आउनुहुन्छ भने चाहिँ सस्तो मिलाएर डिस्काउन्ट सहित पाउन सक्नुहुन्छ। आएर दिदीलाई सम्पर्क गरिदिनु होला, त्यही नै हो। ओके हजुरले ओके हस्। थ्याङ्क यू सो मच हजुरहरूलाई पनि। यदि हाम्रो युनिक फोटो स्टुडियोको आसपासमा हुनुहुन्छ भने हाम्रो स्टुडियोमा आउन सक्नुहुन्छ। यदि टाढा हुनुहुन्छ, आउट कन्ट्री हुनुहुन्छ भने पनि हामीले जहिले पनि वाट्सएप नम्बर छोडिदिएका हुन्छौँ। त्यसमा हजुरले कल म्यासेज गरेर भोइस गरेर बुझ्न पनि सक्नुहुन्छ। हस्, थ्याङ्क यू सो मच सबैजनालाई यति धेरै साथ सपोर्ट मायाको लागि।